हेलो नमस्ते एभ्रिवान, हजुरहरूलाई स्वागत छ है त मेरो मिनी ब्लगमा। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग। आज चाहिँ कहाँ जान लाग्यो भन्दाखेरि आज चाहिँ खाङयाङ जान लाग्यो है हामी चाहिँ। अनि सबैजना केटाहरू चाहिँ यहाँ गाडीमा आएर बसिसकेको रहेछ। म मेघ दाई, हरि दाई, राणा सोल्टी, रिकेश अनि देवेन दाई त हामी 6 जना छौँ है त खाङयाङ जानको लागि चाहिँ। अनि हामी लाग्यौँ खाङयाङतर्फ। अनि यो चाहिँ हाम्रो तरकारी बारी है त। यहाँनिर चाहिँ हामीले आलु, भन्टा, बोडी, खुर्सानीहरू सबै तरकारीहरू रोपेको छौँ। फलेपछि तपाईँहरूलाई पनि चाहियो भने सम्पर्क गर्नु होला है त, हामी यहाँबाट ठेक्बी गरिदिन्छौँ। खाङयाङ चाहिँ हामी यहाँ चाहिँ खाना खान निस्केको है त। अनि रुममै मात्रै कति खाने त अनि कहिले काहीँ बाहिर नि खाउँ भन्ने सल्लाह भयो। अनि त्यही भएर हामी निस्केको। अनि तपाईँहरूको ग्रुपमा त अनि पिटबुलहरू पनि रहेछ त भनेर झुक्किनु होला नि फेरि तपाईँहरू। पिटबुल होइन है, हाम्रै साथीहरू। कोरियामा चाहिँ अनि गर्मी धेरै छ अनि त्यही भएर केटाहरूले चाहिँ कपाल पुरै फालिदिएको छ। कपाल यसरी काट्दै त लुक्स नै डेन्जर। हामी जानुपर्ने हुन्छ फेरि यही लामो पुल तर्दै बाहिरको हरियाली हेर्दै। अनि त्यसपछि हामी फाइनली खाना खाने ठाउँमा पुग्यौँ। 12 बजेको टाइम भएर होला मान्छेको घुइँची चाहिँ निकै धेरै नै थियो। यहाँ चाहिँ स्पेसल भनेको चाहिँ हड्डी खानको लागि मान्छेहरू चाहिँ आउने गर्छन् है त। बिहान पानी मात्रै खाएर गएको केटाहरू हड्डी कति बेला आउँछ त्यही मात्रै सोचमा थियो कि यति बेलाको अवस्थामा। एकछिनपछि हाम्रो लागि फान्सन आयो। कोरियामा चाहिँ खानाभन्दा धेरै चाहिँ यस्तो फान्सनहरू हुन्छ है त। हड्डी नआउन्जेलसम्म फान्सन खाउन त भनेर चपस्टिकले खान लाग्यो। टिप्न नजानेर हरिबिजो। कोरियाको ल्याङ्ग्वेज र चपस्टिकले खाना खान चाहिँ कहिले पनि आउँदैन होला जस्तो लाग्न थाल्यो। त्यसपछि फाइनल्ली हाम्रो लागि माल पनि आयो है, डाइनोसरको हड्डी। केटाहरू चाहिँ अनि कति बेला माल आउँला खाम्ला भनेर भोकले बसिरहेको केटाहरू। हड्डी आएको 5 मिनट मात्रै के भएको थियो, एकैछिनमा खाएर सर्ला त चिल्यौँ। फाइनल्ली हामीले हड्डी पनि खाइसक्यौँ है त। अनि त्यसपछि यहीँ आइसकेपछि अब यहाँको साउनीहरू देखाउनै पऱ्यो। उहाँ चाहिँ यहाँको राम्री साउनी। त्यसपछि तपाईँहरू पनि यहाँ नजिकमै हुनुहुन्छ भने चाहिँ यहाँनिर आएर हड्डी खानु होला। खाना खाइसकेपछि बुढाहरू कफी हान्न थाल्यो। यस्तो गरिमा भयो। हुन त अब फ्रिजको माल छोड्ने कुरा भन्नु भएन। त्यसपछि हाम्रो सल्लाह भयो नोनसन जाने, जाउँ न त नि जाउँ। अनि त्यसपछि हामी लाग्यौँ गाडी कुर्नलाई। फाइनली हाम्रो गाडी पनि आयो है त, 101 नम्बरको। त्यसपछि हामी गाडी चढ्यौँ। अनि त्यसपछि नोनसनतर्फ लाग्यौँ। त्यो बाहिरको हरियाली दृश्य हेर्दै फेरि कोरियाको मान्छेहरूले चाहिँ यस्तो हल्ला भन्ने कुरा चाहिँ त्यस्तो धेरै नै गर्दैन कि तपाईँहरूले देख्न सक्नुहुन्छ। गाडीमा कस्तो शान्त भएर बसेको हुन्छ है। अनि यो देख्नुभएको रातो बटन चाहिँ तपाईँहरू कहाँ ओर्लिने, त्योभन्दा अगाडि यो थिचिदिएपछि हर्न बजे जस्तै गयो। अनि त्यसपछि तपाईँहरू कहाँ कहाँ झर्ने, त्यसपछि टेक्क रोकिदिन्छ ड्राइभरले। त्यसपछि तपाईँहरू झर्ने। यो पनि एकदम राम्रो आइडिया। हामी नोनसन पुग्यौँ। नोनसनबाट पनि फेरि हामी उता उन्दङजाङ जाने प्लान भयो। उन्दङजाङ चाहिँ त्यही ट्याक्सीमा 10 मिनट जति लाग्ने रहेछ। अनि त्यसपछि हामी ट्याक्सी चढ्यौँ। त्यसपछि लाग्यौँ उन्दङजाङतर्फ। फाइनली हामी पुग्यौँ यस्तो चारैतिर हरियाली भएको पार्कमा। अगाडि चाहिँ फुटबल ग्राउन्ड रहेछ। अनि त्यसपछि पछाडि चाहिँ यस्तो राम्रो पार्क। नयाँ ठाउँ पुगेको मन नै नयाँ। पार्क चाहिँ हरियाली एकदम शान्त। अनि तपाईँहरू अब गर्लफ्रेन्ड बोयफ्रेन्डसँग घुम्न पनि मिल्यो, पुस्तकहरू ल्याएर पढ्न पनि मिल्यो होइन। त्यसपछि अनि एक्सर्साइजहरू गर्न पनि मिल्यो, जे पनि गर्न मिल्यो। जे पनि मतलब फेरि नराम्रो कुराहरू चाहिँ होइन है त। यस्तो दामी थियो क्या पार्क चाहिँ। नयाँ ठाउँ पुगेको केटाहरू त्यसपछि फोटो खिच्न, भिडियो बनाउनलाई तम तयार। यति त हुनै पर्यो। त्यसपछि आज उहाँहरूले रोडको साइडमा यसरी फुल पनि रोपिरहेको थियो है, अझै पार्कलाई राम्रो बनाउनको लागि होला। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ गुलाबको फुलहरू पनि यसरी फुलिरहेको छ। अनि यता रोडको साइडको यो रुखहरूमा पनि यसरी नै। अनि यसरी व्यवस्थित तरिकाले चरा गुडाहरू पनि रुखमा बनाइदिएको रहेछ क्या, एकदम राम्रो। पार्क चाहिँ एकदम राम्रो थियो है, चारैतिर हरियालीले एकदम शान्त। स्पेसल चाहिँ अनि एक्सर्साइज गर्नेहरूको लागि झनै दामी राम्रो थियो क्या है। अनि त्यसपछि तपाईँहरूले देख्न सक्नुहुन्छ त्यसरी अनि प्रतीक्षालयहरू पनि धेरै नै थियो। यो प्रतीक्षालयबाट बाहिरको दृश्य चाहिँ यस्तो दामी देखिरहेको थियो क्या। अनि बाहिर रातो रातो पातहरू, त्यसपछि त्यो हरियो दृश्य एकदम राम्रो। फोटो खिच्ने, भिडियो बनाउने क्रममा चाहिँ केटाहरू चाहिँ कोही कता भइरहेको थियो। अनि हामी चाहिँ आएर फोटो पनि खिच्यौँ, भिडियो पनि बनायौँ है त। अब हजुरहरूको पालो। बाटोको साइडमा चाहिँ यसरी ठुल्ठुलो रुखहरू भएको कारणले घाम त्यति धेरै नपर्ने रहेछ। अनि बाटोमा हिँड्न चाहिँ एकदम सहज।
देख्न सक्नुहुन्छ तपाईँले बच्चाहरूको लागि पनि खेल्ने ठाउँ रहेछ। तपाईँहरूको बच्चाहरू छ भने चाहिँ तपाईँ बच्चाहरूसँग खेल्दा पनि हुन्छ आइदा आएर। त्यसपछि यसरी रुखमा चाहिँ टाँगेको थियो है लाइटहरू। यो चाहिँ अनि दिनमा भन्दा चाहिँ राति यो दृश्य चाहिँ अझै राम्रो देखिन्थ्यो होला सायद। तपाईँहरूले देख्न सक्नुहुन्छ यस्तै बाघ भालु सिंह यस्तै चित्रहरू पनि। अनि त्यसपछि माथिपट्टि फुलको बगैँचा पनि छ है त, तपाईँहरू त्यहाँ पनि गएर घुम्नु होला। अनि हामीले चाहिँ भिडियो बनाउनै बिर्सेछु। अनि तपाईँहरू गयो भने चाहिँ अनि बिच बाटो अनि त्यसपछि माथि पनि छ है ठाउँहरू, त्यो पुरै घुम्नु होला। हामी चाहिँ पुरै एक साइड मात्रै घुम्यौँ। तपाईँहरूलाई नि नन्चनबाट जम्मा 15-20 मिनट जति लाग्छ। हामीले त घुमिसक्यौँ है त, अब तपाईँहरूको पालो। फाइनली आजको बिदा पनि सक्यो अनि दिन पनि एकदम रमाइलो भयो है। अनि त्यसपछि अब हामी रुमतिर फर्किनुपर्ने हुन्छ, के अन्त फर्किनै पऱ्यो है। त्यसपछि हामी रुम फर्क्यौँ। थ्याङ्क्स फर वाचिङ।